नमस्कार, तपाईलाई स्वागत छ। नमस्ते। हजुर अनि हजुरलाई जापानको बसाइ कस्तो लागेको छ? यसो थोरै केही प्रकाश पार्दिन सक्नुहुन्छ कि? हाम्रो प्रकाश नामै छ। यस विषयमा धेरै कुराहरू कस्तो लागिरहेछ? जापानको लाइफ कस्तो छ? यस्तो भइदिए अझै राम्रो हुन्थ्यो र यस्तो हुन पाएको भए भन्ने केही छ? यसो थोरै आफ्नो सर्टकटमा यसो बताउन सक्नुहुन्छ? बताइदिनुहोस् है त। धन्यवाद मेरो हितैषी साथी युवराज पौडेलजी। म करिब जापान आएको 2 वर्ष हुन आँटिसक्यो र यो 2 वर्षको दौरानमा जापानलाई चिन्न समय लाग्यो। यहाँको रुल्स, यहाँको रेगुलेसन, ल्याङ्ग्वेज बेरियर हैन, यी विविध कुराहरूले चाहिँ अलि यहाँ जीविकोपार्जन गर्न अलि टफ नै हुन्छ। यद्यपि पछिल्लो समय यहाँ बस्दै जाँदा यहाँको नियम कानुन बुझ्दै जाँदाखेरि चाहिँ अब सहज भएको छ। अब विशेष गरी जापान भनेको यो टेक्नोलोजीको राम्रो डेभलपमेन्ट भएको कन्ट्री हो। त्यसैले गर्दा यो ठाउँमा अलि मिहिनेत गर्नुपर्छ। जसरी मसिनले काम गर्छ त्यसरी नै काम गर्नुपर्ने हुन्छ। सो रिसेन्टली म जापानको टोकियोमा रहेको एसियन ब्रिज इन्टरनेसनल स्कुलमा आबद्ध छु र करिब हाम्रो यो स्कुल स्थापना भइसकेपछिको म संस्थापक शिक्षक पनि हो र अब लगत्तै 2 महिनापछि हाम्रो एउटा सेसन पुरा हुँदैछ र त्यसपछि लगत्तै अप्रिलबाट न्यू इन्टेक सुरु हुन्छ। त्यसको लागि भर्ना कार्यक्रमहरू पनि हुँदैछ। रिसेन्टली म यो साइतामा बसोबास गर्दै आइरहेको छु र यहाँको जीवनशैली थोरै गाउँले परिवेश छ। टोकियोभन्दा थोरै अलि टाढा पर्छ। यद्यपि मेरो कार्यक्षेत्र टोकियो हो, बट आइम इन्जोइङ लाइफ इन जापान। इट्स ब्युटिफुल। र अर्को कुरा, पछिल्लो समय सामाजिक सञ्जालहरूमा यो डकुमेन्टेसनको कुराहरू हैन, अनि साकै होगेन यी विविध कुराहरूले गर्दाखेरि चाहिँ विशेष गरी रेस्टुरेन्ट लाइनमा काम गर्नुहुने कामदारहरूको लागि चाहिँ अलि टफ छ भन्ने कुराहरू पनि आइरहेको छ। यद्यपि आफ्नो कम्पनी साँचोसँग अब आफ्नो कागजपत्रहरू बलियो बनाउनु होला भन्न चाहन्छु। सबै कुरा सामाजिक सञ्जालमा आएको कुराहरूलाई विश्वास गरेर त्यति हतोत्साहित हुन पर्ने आवश्यकता पनि छैन। आफ्नो कागजपत्रहरू बलियो हुनुपर्छ। अब यिनै कुराहरू, म पनि सबै कुराहरूमा आइ एम नट वेल नोन अबाउट अल दोज थिङ्स। यद्यपि बस्दै जाने हो, मिहिनेत गर्ने हो। इफ वी डु टुडे, आज मैले मिहिनेत गरेँ भने भोलि चाहिँ बाटो आफै खुल्दै जान्छ। मिहिनेत चाहिँ गर्नु पर्यो, हाँस्नु पर्यो, रिजाउनु पर्यो, आफूले सक्दो चाहिँ मिहिनेत गर्नु पर्यो जापानमा भन्न चाहन्छु। द्याट्स अल। बट इट इज नट एज इजी वी थिङ्क्स फ्रम नेपाल। नेपालबाट जुन जापान देखिन्छ नि हामीले होइन, ब्याकग्राउन्डमा माउन्ट फुजी, अगाडि मन्दिरहरू, त्यो त हामीले नेपालबाट सोचेको जापान चाहिँ छैन। द्याट्स अल। धेरै धन्यवाद। आरिगातो गोजाइमासु।